तपाईलाई चाहिँ आज प्रश्नमा मसँग यहाँ उत्तर दिनु बस्दा कस्तो लागिरहेछ? अलिकति डराइ पनि रहेको छु। हामी अनौपचारिक कुराकानी गर्दै गर्दा मनिषाले मलाई भनिरहनु भएको थियो होइन, कतिपय आफन्तले साथीभाइले चाहिँ अरू अन्तर्वार्तामा गए पनि राजेन्द्र बानिया कहाँ जाँदा चाहिँ तिमीलाई अलिक गाह्रो हुन्छ भने, तर हामी जसरी सुरु गरिरहेछौँ गाह्रो भएका छ छैन। तपाईँले सुदन गुरुङलाई हत्यारा गृहमन्त्री भन्नुभयो हजुर होइन? सुदन गुरुङ हत्यारा गृहमन्त्री हुनुहुन्छ। राम 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 के बोलेर मरेको यो? अहिलेको कन्डिसनमा त सुदन गुरुङले त मेरो नैतिक हत्या गर्नुभयो त। नेतृत्वले त नैतिक जिम्मेवारी लिनु पर्दो रहेछ भन्ने कुरा हामीले थाहा पायौँ नि त। अनि तपाईँको केपी ओली बाले चाहिँ लिन नपर्ने, अनि सुदन गुरुङ जो हामी नेपालीको एउटा सदस्य हो अर्थात् त्यसको संयोजक हो, उहाँले चाहिँ जिम्मा लिनुपर्ने। तपाईँ चाहिँ एमाले बालकोट त्यति बेलाको अहिलेको गुन्डु र केपी ओलीको भित्रिया पक्षबाट, किनभने केपी ओलीले तपाईँलाई उपहार दिनुभएको, केपी ओलीसँग तपाईँले बारम्बार भेट्नु भएको, तपाईँको पारिवारिक नाता सम्बन्ध भएको, त्यो सबै भइरहेछ नि। यो कुरा पूर्ण रूपमा गलत छ। परिचालित भन्ने कुरा छोरी बच्ची हो क्या? अनि त्यो 76 जना मान्छे मर्दा हजुर 19 जना तपाईँ जस्तै साथीहरूमाथि, त्यो पनि कलेजको ड्रेस लगाएको बेलामा गोली चल्दा तपाईँको यो अन्याय भन्ने चाहिँ कहाँ जान्यो? के अब तो सच बोल दे भोसड़ी के। त्यो बेला पनि अन्यायको आवाज उठाएकै थियौँ हामी। कहाँ? घरमा? हजुर कोठाभित्र? छोरी बच्ची हो क्या? त्यो बेला त कोठाभित्रै बस्ने उ थियो नि त, सिचुएसन थियो नि त। हजुरलाई थाहा छ त्यो दिन? हजुर राम्रोसँग थाहा छ होला। जेन्जी आन्दोलनमा जानु भएको थियो? गएको थिएँ। कहाँ हुनुहुन्थ्यो? कि बानेश्वरमा? मिराज ढुङ्गाना जस्तै हुनुहुन्थ्यो? भनेपछि जेन्जी आन्दोलनको बेलामा केपी ओली मुर्दाबाद, भ्रष्टाचार अन्त गर, सुशासन कायम गर, यो नारा लाउनु। जब तक तोडेंगे नहीं तब तक छोडेंगे। भ्रष्टाचार अन्त गर भनियो, सुशासन कायम गर पनि भनियो। हामीले त हाम्रो नारा के थियो त्यो टाइममा भन्दाखेरि, तेरो बाउ गाडीमा मेरो बाउ खाडीमा भन्ने नारा थियो। गलत थिएनन्। यो तपाईँ जेन्जी आन्दोलनमा पनि हुनुहुन्थ्यो, नारा लगाइरहनुहुन्थ्यो, तर कसरी यस्तो 360 टर्न भयो? हिजो त्यही केपी ओली राजीनामा दिए भन्ने, हिजो त्यही तिम्रा छोराछोरी गाडीमा हाम्रा बाबुआमा खाडीमा भन्ने नारा लाउने मान्छे, भ्रष्टाचार अन्त गर, सुशासन कायम गर भन्ने मान्छे, अनि जो मान्छेमाथि यत्रो मान्छेहरू मारेको आरोप छ, तपाईँ जस्तै भयो साथीहरू मारेको आरोप छ, उसैलाई पक्रिँदा कारवाही नगर भनेर तपाईँ सडकमा आउनुहुन्छ, गर्न चाहिँ के हो यहाँ? छोरी बच्ची हो क्या? यस्तो त्यो जेन्जी आन्दोलन भनेको भ्रष्टाचार विरुद्ध थियो, न कि सरकार विरुद्ध। भ्रष्टाचारले त सरकारले नै संरक्षण गरिरहेको थियो। भुटानी शरणार्थी प्रकरणका मान्छे संरक्षण कसले गरिरहेको थियो? तपाईँ ललित निवास प्रकरणका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? गिरिबन्धु प्रकरणका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? वाइबडी घोटालाका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? यी सबैको तपाईँ ओम्नीदेखि यतिसम्मको संरक्षण को गरिरहेको थियो? के अब तो सच बोल दे भोसड़ी के। जब तक तोड़ेंगे नहीं तब तक छोड़ेंगे। मैले भने नि, गलत भइरहेछ भने आफूले जसलाई आफन्त माने पनि, आफ्नो शीर्ष नेता माने पनि त्यो मान्छेको विरुद्ध उभिन सक्नुपर्छ। यही हो एमालेका मान्छेहरू गर्दैनन्। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। एमाले तपाईँबाट सुरु हुँदैन, तपाईँ त एमालेको झोले हो नि, किनभने ओलीले चाहिँ आफूभन्दा सानो मान्छेलाई चाहिँ आफ्नो छोराछोरी जस्तो, नाति नातिना जस्तो व्यवहार गर्ने कारणले हामीले बा भन्ने त्यो 22 जनाले चाहिँ किन व्यवहार नगरे? को 22 जना जो मारिए? छोरी बच्ची हो क्या? अनि मान्छे मरेको छ, तपाईँ जसलाई छुटाउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिन म एकछिन लुक्दिएँ, लुक्न पनि उहाँ मकवानपुरको चन्दवनसम्म हेलिकप्टर चढेर जान्छ कोही, यो चाहिँ किन नसोधे? त्यो नारा लाउने बेला सोध्नु पर्दैन? के अब तो सच बोल दे भोसड़ी के।
मेरो कुराको सिधा जवाब दिनुहोस् क्या। म नेताहरूसँग प्रश्न गर्दा 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 वाक्क भएको छु। हजुर म सुगर खानु भन्छु, उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ। मलाई त्यस्तो जवाब चाहिएकै छैन, मलाई सिधा जवाब चाहिएको छ। तपाईँको जेनेरेसनसँग त झन् सिधा चाहिएको छ। हजुर तपाईँ जस्तै कलेज गएका विद्यार्थीहरू, ड्रेस लाएर गएका विद्यार्थीहरू होइन, हजुर उनीहरूलाई ताकी ताकी गोली हानेको छ। रसी कतिवटाको आमा हजुर देख्नु भयो होला नि, उहाँको आँखा त सांसद भएर जाँदा पनि कहिले उभाएको हुँदैन नि, हुँदैन। देख्नु भएको छ होइन। Yes. त्यस्ता धेरैका बोल्न नसक्ने आमा र बुवाहरू छन्, उनीहरूको पीडा चाहिँ तपाईँलाई पीडा भएन। त्यो मात्र केपी नभएर। ओलीलाई अस्पतालमा लिएर गएर राखेर छानबिन गर्दा तपाईँलाई पीडा हो र सडकमा आएर सुदन गुरुङ हत्या र सुदन गुरुङ राईमध्ये भन्नु पऱ्यो। बंद करो हाथ जोड़ के मैं काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश दिन मिल्छ भन्ने लेखेको छैन। त्यो पनि हामीले जान्न जरुरी छ। त्यो बाहेक मेरो प्रश्न कस्तो तपाईँले थियो मलाई भन्दा संविधान पढाउनु भएको, उहाँले राजीनामा दिनु भएन, दुःख व्यक्त गर्नु भएन, बरु के भन्नुहुन्छ भने स्वचालित हतियारवाला आएर पड्काएछ भन्नुहुन्छ। संवेदना खै तपाईँले केपी ओली संवेदना देखाउ त कहिले भने सुनिनँ मैले। बंद करो हाथ जोड़ के मैं हामीले प्रश्न चाहिँ गरेका छौँ उहाँलाई पनि यो कुरामा चाहिँ। कोठाभित्र बसेर के गर्नुभयो थाहा हुन्न भने केपी ओलीको अगाडिपट्टि बसेर चिया र बिस्कुट खाएर के भन्नुभयो हामीलाई थाहा हुन्छ। हामीलाई त तपाईँले माइती गर्न लागेको नारा थाहा हुन्छ। त्यसलाई मार्न पाइँदैन। 2068 सालमा हामीले एउटा एग्रिमेन्ट गरेका छौँ। हजुर 38वटा राजनीतिक दलहरूले हस्ताक्षर गरेका छन्। हजुर तपाईँको बा पार्टीले पनि हस्ताक्षर गरेका छ। हजुर त्यहाँ पनि तपाईँले आक्रमण यो भयो। सबै देखेको कि ओली मैले पक्षले देखेको। पढाएको? बाप को भेज, तेरे बस की बात नहीं। तपाईँले चाहिँ हत्यारालाई साथ दिनुभयो। रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का। र जेनजी आन्दोलनको सबभन्दा विरोधी पक्ष भने एमाले हो, सूर्य चिन्ह हो। बस लायक है क्या? मात्र होइन, पुरानो दलहरूभित्र अलिक बढी अन्धो भक्तहरू हुनुहुन्छ। तपाईँ सही, त्यो अन्ध भक्तमा म चाहिँ पर्छु। तपाईँ सही। नारा लाउनुभयो त अमित शाह, नारा लाउनुभयो 46 सालभन्दा पछाडि सत्ता र शक्तिमा बसेकाहरूको सम्पत्ति छानबिन गर, त्यो नारा लाउनुभयो। बस लायक है क्या? होइन? किलो उपचार मैले सिङ्गापुर र थाइल्यान्डमा हुने, हामीले वीर अस्पतालमा पनि पालो नपाउने, यो के अवस्था हो सरकार बोल भनेर कहिले भन्नुभयो? बंद करो हाथ जोड़ के मैं हामी पनि कानुन विपरीत त छैनौँ नि त। कानुन छ नि, अख्तियार अनुसन्धान आयोग छ आफ्नो नि। मान्छे लगेर राखेपछि के हुन्छ र? संविधानमा बारम्बार आक्रमण गर्ने, चिथोर्ने र कोपर्ने गर्थे हिजो। त्यो चाहिँ हामीले देखे होइन। हामीसँग यस्तो धेरै कन्सपिरेसी छ, यति धेरै कुरा छ भने कानुनी निकायसम्म पुगेन किन? कानुन नेताको हेर यहाँ खल्तीमा छ भने होइन? केपी ओलीलाई कानुन सम्मत व्यवहार गर भनौँ, रिहा गर्न भनौँ नि त। प्रश्न एकदमै सोध्न मन नलागेको, मन नमानेको तर सोध्नै पर्ने प्रश्न, किनभने त्यहाँ कमेन्ट हेरेको थिएँ। तपाईँले चाहिँ आफैले आफूलाई भाइरल बनाउनका लागि यति धेरै मेहनत गर्नुभयो भन्ने आरोप लाग्यो। किन बन्न मन लाग्यो भाइरल? राष्ट्र स्तरमै उहाँ एउटा सल्लाहकारको रूपमा चाहिँ चाहिन्छ भन्ने चाहिँ मेरो धारणा हो। तपाईँ त्यसो राजनीतिको भन्नुहुन्छ, ठुलो युवा समूह चाहिँ उहाँ चाहिँ जेलमा चाहिन्छ भन्छन्। म स्कुलमा पढाउँदा एकचोटि कक्षा 4मा नयाँ शैक्षिक सत्र सुरु हुने बेला थियो। एकजना अभिभावक आफ्नो छोरा लिएर आउनुभयो। अनि मैले तपाईँको स्कुलमा बच्चा भएर आएको भन्नुभयो। मैले भने प्रवेश परीक्षा दिनुपर्छ। उहाँले हुन्छ त मेरो छोराको यो मार्कसिट चाहिँ हेर्नुहोस् भन्थ्यो। त्यति बेला मार्क्स सिस्टम थियो। मैले हेरेँ उहाँको छोरा चाहिँ 3rd बोय थियो फ्रम एनी स्कुल होइन।
थर्ड भएको पनि अब क्लासमा थर्ड भएको स्टुडेन्ट जो मौका आउँदैछ मैले ठिकै खालको स्कुल भनेपछि के को प्रवेश परीक्षा लिनु भनेर मैले एडमिसन गरिदिएँ होइन एडमिसन भएपछि उहाँले पैसा तिर्नुहुन्छ नि पैसा तिरे मान्छेलाई त हामी अलिक बढी सम्मान गर्छौँ अनि चिया कफी पनि खाएँ खाइसकेपछि कुरा गर्दै जाने क्रममा मैले त्यो बाबुसँगै बसिरहनु भएको थियो अनि उहाँलाई सुने बाई द वे हाउ मेनी स्टुडेन्ट्स वर देयर इन क्लास भनेर सोधेँ मैले त्यो स्टुडेन्टले के भन्दा छ 3